यो चाहिँ रात दिन काम गरेर अगाडि बढ्ने हो र म चाहिँ के भन्न चाहन्छु भने पत्रकारहरू मार्फत सम्पूर्ण अरू आम जनतालाई पनि एउटा जानकारी के दिन चाहन्छु भने म यो पदमा चाहिँ म धेरै बस्दैन। मैले अब जे जति गर्न सकिन्छ सकेसम्म रात दिन काम गरेर 5 वर्षको हो यो के अरे सरकार 5 वर्षमा चाहिँ मैले रात दिन काम गरेर बढीमा 3 वर्ष बढीमा है मैले यहाँ घोषणा गर्छु म यो 3 वर्ष बस्ने हो यो मन्त्री भएर खाने होइन। 5 वर्ष कार्यकाल पुरा म गर्दिन मलाई अब यसको त्यसपछि चाहिँ के हुन्छ भने नयाँ युवा भाइ बहिनीहरूलाई नयाँ युवा नेताहरूलाई चाहिँ अब यो चाहिँ एउटा राम्रो एउटा जग बसालेर फाउन्डेसन बसालेर बलियो फाउन्डेसन बसालेर चाहिँ यो छोड्ने हो। मन्त्रीज्यू सबै कुरा नयाँ गर्ने भन्नुभयो अघि 3 वर्षमै तपाईँको भिजन चाहिँ पूरा होला त अनि नयाँ आउने मान्छे भिजन पूरा हुँदैन। भिजन त यो 50 वर्षमा पनि सकिन्न। 5 वर्षसम्मै कार्यकाल अहिले हामीले गर्ने भनेको चाहिँ फाउन्डेसन बनाउने जग बसाल्ने विज्ञान प्रविधिको विकासको लागि जग बसेकै छैन नेपालमा जिरोबाट सुरु गर्ने हो। त्यस कारणले 2-3 वर्षभित्रमा रात दिन काम गरेर फेरि दिउँसो मात्र काम गर्ने राति काम नगरेर मन्त्रालयमा बस्नुहुन्छ कि के छ? अब मन्त्रालयमा बस्ने हो। अब यहाँ छलफल गर्नुपर्छ बस्ने खानेको तपाईँको मन्त्रालयमै हुने हो है सुत्ने पनि यतै अब बस्ने भने त्यही अरू कुरा छैन। भोलि पर्सि गर्नुलाई भाइहरूलाई सबै कुराहरू म चाहिँ प्रष्टसँग ओपनली राख्छु। एउटा कुरा चाहिँ के थाहा भन्नु भने म बढीमा चाहिँ 3 वर्ष बस्छु। मैले भनिसकेको छु म बढीमा 3 वर्ष बस्ने हो। त्यसपछि नयाँ जेनेरेसनको युवाहरूलाई चाहिँ तयार गरेर सुम्पेर उनीहरूलाई चाहिँ एउटा कुरा बताइदिनु न तपाईँ जसरी मन्त्रीको कुर्सीमा आइपुग्नुभयो यो विषयमा तपाईँलाई कुनै संकेत जानकारी के थियो? संकेत जानकारी नभएर त बिहान 1 बजेको त्यही सदनमा गएँ त म है सरप्राइज भयो तपाईँका लागि। अब सदनमा गएँ 1:20